भीष्मराजका एक एक शब्दले रवि लामी जानेको त मुटु नै फुट्यो। आङनामेले ठहरै पारिदिए ठहर पारे अनि उनले त्यो आङनामेलाई अस्वीकार गर्नका निम्ति आक्रोशित रुममा रविले पहिला ढ्यापढ्याप पारे पछाडि पुरै ढ्यापढ्यापसम्मले फ्याटफ्याटै पारो। त्यो त देखियो नि त आवेग देखियो नि त। रवि सुध्रिया रहन्छ भन्ने कुरा थाहा भयो नि त। सहने क्षमता अझै रविमा छैन भन्ने कुरो त त्यहाँ देखियो होइन। कति चाहिँ भन्न बाँकी राखेको थियो र रवि लामी जानेले पहिलाकालाई कसैले पनि रवि लामी जानेलाई यसो उसो त भनेनन् नि। त्यो त्यो हनुमन्ते खोला पुला बसेर ओली त्यहीबाट आउँछ ढुङ्गा हान टेलिभिजनबाट यिनलाई लिएर आएर जम्मै लिएर आएर टुडी खेलाएर राख्छु घुमाएर नाकको डाँडी भाँचिने गरी हान्न मन लाग्छ टेलिभिजनबाट भन्ने रविले त्यति सहन नसकिया चाहिँ किन नि हो। यत्रो जनताले पत्याएको मान्छे रवि लामी छानेलाई जसले जति गाली गर्छ उसले सहेर बस्दियो भने नि आम जनताले त्यो माथि आक्रमण गर्छन्। हिजो रवि लामी छानेलाई आरोप लगाउँदै जेलै लिएर गएर हाल्दाखेरि रविले बोल्नु परेको थिएन। रवि जेलभित्र हुँदै बाहिर 40 लाखले सही गर्न भ्याइसकेका थिए त जनताले। ठोके त 52 लाखले भोट। रविलाई कति माया चाहियो अझै। अनि अब आज आएर सबै चिज पाइसके पछाडि बाहिर आएन बस्या कुकुरदेखि भुक्या कुकुरदेखि किन त्यसो किचकिच गर्न जानुपर्छ हुँदैन। जसले प्राप्त गरिसक्यो खाना भोजमा आइसक्यो पकाउने चिन्ता किन गर्नु पर्यो भने होइन। आङदामेसित किन आत्तियो त राष्ट्रसभाका सांसद भन्नुहोस् त। आत्तियो होइन, उनले सत्य बोले, सत्य सहन गाह्रो भयो, ताली पड्काए हो।